नमस्ते साथीहरू, के तपाईँलाई थाहा छ दिनको मात्र 2-3 खजुर खाने बानीले तपाईँको शरीरमा कस्तो जादुई परिवर्तन ल्याउन सक्दछ। आजको भिडियोमा म तपाईँहरूलाई खजुर खानुका केही प्रमुख फाइदाहरूबारे बताउने छु। खजुरमा प्राकृतिक चिनी, ग्लुकोज र फ्रुक्टोज हुन्छ, जसले शरीर थकित भएको बेला तुरुन्तै शक्ति दिने काम गर्दछ। यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ। यदि तपाईँलाई कब्जियतको समस्या छ भने खजुर तपाईँको लागि ओखती समान हुन सक्दछ। खजुरमा पोटासियम हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। यसमा पाइने म्याग्नेसियम र क्याल्सियमले हड्डीलाई बलियो बनाउँदछ, जुन बढ्दो उमेरका मानिसहरूका लागि निकै फाइदाजनक मानिन्छ। यदि शरीरमा हेमोग्लोबिनको कमी छ भने खजुर खानुस्। यसमा पाइने आइरनले एनेमियाबाट बचाउँदछ। त्यसैले स्वस्थ रहनका लागि आजैदेखि आफ्नो डाइटमा खजुर यानि डेट्स समावेश गर्नुहोस्। यो जानकारी यहाँलाई कस्तो लाग्यो कमेन्टमा बताउनुहोला र यस्तै स्वास्थ्य सम्बन्धी जानकारीका लागि मेरो यो पेजलाई फलो र भिडियोलाई सक्दो सेयर गर्न नभुल्नुहोला। धन्यवाद सबैको। जय होस्। शुभ दिन।